बेबी गन उतैछ त हातमा एकदमै राम्रो राम्रो छ कि केही नै भएको छैन कि केही पनि भएकै छैन कि मैले अहिले नै पनि लाउन मिल्छ बट इट्स ओके हजुर ठिक छ तपाईँलाई चाहिँ केही फाइदा हुँदैन यसबाट 2, 1, get it started. Hello everyone, welcome back to my channel. I am Supriya and a warm welcome to everybody. आज चाहिँ म vlog गर्न गइरहेको छु. So I have decided to visit cloth bank today. म चाहिँ आफ्नो पुरानो लुगाहरू चाहिँ लिएर आएर तपाईहरुलाई अलिअलि देखाउँछु. सबै देखाउन त पोसिबल छैन, अलिअलि देखाउँछु and then let's do packing. ओके यहाँ छ एक पोका अलमोस्ट यस्तो पोका चाहिँ कतिवटा छ हैन बट सबै त लादिन कुनै कुनै चाहिँ लगाउँ है त मैले डोनेट गर्न गइरहेको लुगाहरुमा ओके यो मैले लगाइराकै लुगा हो एन्ड अब चाहिँ म डोनेट गर्न लागिरहेको छु एकदमै राम्रो राम्रो लुगाहरु छ आई जस्ट होप कि राम्रै मान्छेको हातमा परोस् आई मिन टु से कि उहाँले साच्चै नै लगाउनुहोस् हुन्छ नि त्यो अब मैले सुनेको थिएँ कि पैसाको लागि बेच्छन् भनेर अब त्यस्तो चाहिँ नहोस् हैन अब हाम्रो इन्टेन्सन त राम्रो छ कसैले लगाउँछ भनेरै हो नि त दिन आटेको यति राम्रो राम्रो छ मम्मीले चाहिँ लगा घर बस्दा लगाउँदा नि हुन्छ भन्ने हुनुहुन्थ्यो बट या डोनेट गर्नुपर्छ एन्ड तपाईहरुलाई वास्तुशास्त्रको बारेमा थाहा छ कि छैन त्यसमा पनि लेखेको छ कि क्लथ्सहरु चाहिँ डोनेट गर्नु भनेर यो भन्दा अगाडिकोमा चाहिँ यस्तो राम्रो परेको थिएन बट मैले चाहिँ सबै क्लियर गरेको के आफ्नो वार्डरोबहरु त्यही भएर एकदमै राम्रो राम्रो लुगाहरु छ एकदमै लाउन हुने खालको लुगाहरु छ अब सबै खोलेर देखाउन सकिदैन बट यसरी देखाए I just hope प्लिज गड प्लिज राम्रो के रे मान्छेको हातमा परोस् एन्ड लगाउन पाउन् मान्छेहरूले त्यही नै मेरो विश छ ओके टन्नै छ लुगाहरू है अब यति नै हो प्याक गरेर अझ भाइको छ भाइको एड गर्छु अनि त्यसपछि पोका त टन्नै भन्छ जस्तो छ टन्नै मतलब यो पोका चाहिँ भरिन्छ धेरै त लानु उ नै छैन पोसिबलै छैन अहिले यो चाहिँ दिइरहन्छु तपाईहरुलाई यदि थाहा छ त्यस्तो जेन्युन प्लेस हैन जहाँ चाहिँ आफ्नै हातले डिस्ट्रिब्युट गरिन्छ भने चाहिँ प्लिज कमेन्ट मसँग यस्तो लुगाहरु टन्नै छ एन्ड मेरो मात्र हैन नि त लाइक मेरो मम्मी बाबा दाइ भाइ एन्ड सबैजनाको गरेर टन्नै नै छ सो आई जस्ट वान्ट टु डोनेट माई क्लथ्स त्यही भएर कमेन्ट गर्नु होला अथवा कमेन्ट गर्न अप्ठ्यारो लाग्छ भने चाहिँ मेसेज पनि गर्न सक्नुहुन्छ है त यति भए पुग्छ होला अब कहाँ त्यत्रो लानै सकिदैन हेर्न कति धेरै छ यो त पुरै लाने कस्तो राम्रो राम्रो लुगा छ कि मेरो चाहिँ ठिकै खालको रहेछ यहाँनिर चाहिँ राम्रो होला मेरो भाइको के यो चाहिँ अनि मेरो चाहिँ अझै तल पनि राखेको छु कि मैले पोकाहरू यसमा त कस्तो राम्रो राम्रो लुगाहरू छ कि अब अरूहरू पनि छ बट आज चाहिँ एक पोका लान्छु म भरि पारेर ओके म चाहिँ रेडी भइसकेँ Well, let's go. Oh, what did you do? Ayo. Andela, lu gone andel. Andel tapi gone andel. Koi. Kisme hai na koi da? Mo kisme. Koi. Kosto raise ya. Lo, kis deu. Ela देखाइदेऊ न त्यसै गर्दै न होला अगर Wow! Let's go. के देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ यातायातको कार्यालय छ र यहाँनिर चाहिँ नयाँ पुल छ त्योभन्दा उता चाहिँ गुजेश्वरी हो त्यसकै ठ्याक्क अपोजिट साइडमा यहाँ अटो वर्कसप छ है यहाँनिर चाहिँ रहेछ क्लोथ ब्यान्ड ल यो गुजेश्वरीको पुलबाट चाहिँ यहाँनिर पुलनिर नै छ है त अहिले चाहिँ यहाँपट्टि भित्रपट्टि राख्नु भएको रहेछ पहिला चाहिँ बाहिरै थियो
ए यहीँनिर रहेछ कस्तो हो पालिसहरू पनि ल्याएर राख्दो रहेछ नि त यहाँनिर ल खै के छ सराउन्डिङमा ओके यहाँनिर चाहिँ अहिले सबै घर गइसक्नु भयो कि मान्छेहरू कोही पनि देखिन होइन अब हामी चाहिँ यहाँ सामानहरू राखिदिन्छौँ अनि मान्छेलाई भेट्यौँ भने चाहिँ कुरा गर्छौँ नभए चाहिँ यहाँबाट फर्किन्छौँ है त हजुर नमस्ते हामी लुगा लिएर आएको थियौँ अलिअलि मान्छेहरू कतिको आउनुहुन्छ यहाँ होइन यो के अरे पहिला तल थियो होइन पहिलामा 4 वर्ष अगाडि पनि एकचोटि आएको थियो कि हामी पहिलादेखि तपाईँहरूले चलाउनु भयो तपाईँलाई भिडियोमा देखाएको थिएँ ठ्याक्कै चिनिहाल्यो कि यहाँ आउनु साथै हुन्छ राम्रो काम गरिरहनु भएको तपाईँले आउनुहुन्छ जे होस् त्यही त होइन कि आँखाले देखेपछि चाहिँ अलिक चित्त बुझ्थ्यो नि त हामीलाई पनि होइन ठिकै छ हामीले बाँड्यो पनि तपाईँले बाँड्यो पनि तपाईँ झन् यहाँनिर सोसल वर्कर है ठिक छ हामी यति नै हो तपाईँलाई भेट्नु तपाईँहरूले यो स्थापना गर्नु भएको चाहिँ कहिले हो अब कहिलेसम्म गर्नुहुन्छ चाहिँ अब मान्छे चाहिँ अलि नराम्रो नि आउनु नि अब तल राम्रो छ पहिला तल पनि थियो कि कता थियो कि मैले जे धेरै आयो त्यही त यसमा अहिले मोटर बसेको भयो त्यो मोटरहरूलाई दिएको नि त पछि त्यो लकडाउन भएपछि पसल दिएको पुगेन ए हजुर के अरे चलेन नचलेको कारणले गर्दाखेरि चाहिँ मतलब अनि 15-16 स्टाफै थियो हन्डको तर पैसा धेरै होइन 20 रुपियाँ दिएर पट्याउने उ गर्ने र सबै थियो ए ठिक छ तपाईँलाई चाहिँ केही फाइदा हुँदैन यसबाट हामीलाई अब धर्म हुन्छ होइन अब अरू अर्गनाइजेसनको जस्तो डोनेसन केही हुन्छ नि अब यसमा त्यो पनि छैन पहिला चाहिँ यहाँ खाना बनाउने सिस्टम पनि थियो त्यहाँ होटेलमा 1 लाख महिनाको तर हुने मान्छे चाहिँ अब खानु पर्छ अलिकति अलिक घरले सारेको कोडा भएर नदिए पनि हामीले तल बस्नु गरेका अहिले यो मात्रै ठिक छ हजुरहरूलाई चाहिँ धेरै धेरै धन्यवाद अरू वरपर कोही हुनुहुन्छ भने उहाँहरूलाई अब लगाएको यता चाहिँ च्याप्टे सबै च्याप्टेको पनि सिलाएर लाउने पनि हो नि लाउनु हुने जस्तो हुन्छ हस् आशीर्वाद लाग्छ यही हो कसैमा अहिले धेरै नजिक भयो ए अनि सुरुमा चाहिँ तपाईँहरूले के गर्नुहुन्छ यो लुगाहरू धुनुहुन्छ के गर्नु अहिले यहाँ आएर भुसुन्छ के धुनु नै ल्याउँदैन ए मैले देखाएको थिएँ 10 रुपियाँ तिर्नुपर्छ किनकि मैले धुने गरेर सम्झिङ त्यस्तो पनि थियो क्या अनि त्यो भएर सोधेँ यहाँ चाहिँ हुने भने पहिला चाहिँ मान्छेहरू हुँदा स्टाफ हुँदा चल्दाखेरि चाहिँ बातहरू गर्ने स्टाफ चाहिँ भन्दाखेरि के अरे 30 रुपियाँको हिसाबले उनीहरूलाई दिएको थियो काम गर्थेँ काम गरे अन्त अब सेलर दिन्थ्यो त्यो नर्समा लिँदै थियो अहिले त उनीहरूलाई मान्छे उनीहरूले लुगा नपाएर अहिले धेरै गरिबी बच्चा पनि बसेछ होइन हाम्रो पनि एउटा मन त हो होइन हामीले पनि ल्याइरहेछ लुगा एटलिस्ट त्यही सही मान्छेलाई पुगोस् भन्ने कुरा हो अर्को के हुन्छ राम्रै छ सबै राम्रै छ